नमस्ते निर्मलाजी। नमस्ते वनिताजी। सन्चै हुनुहुन्छ? एकदम आराम। अनि हजुरलाई? मलाई पनि एकदम ठिक छ। आज हाम्रो कस्तो भेट जुरेको छ है। एउटा एकदम रमाइलो विषयमा हामी छलफल गर्दैछौँ। त्यो के विषय हो भन्नु अगाडि चाहिँ अडियन्सहरूलाई गेस गर्नलाई छोडिदिउँ होइन। हामी चाहिँ एउटा खानेकुराको कुरा गर्दैछौँ। यो चाहिँ हरियो पनि हुन्छ होइन। अनि तपाईँले कुन कुन रङको देख्नु भएको छ अरू? हरियो, सेतो अनि अलिक गाढा हरियो र फिका हरियो हुन्छन्। अनि एउटा चाहिँ एकदम काडा भएको हुन्छन् भने अर्को चाहिँ एकदम चिल्लो प्रकारको हुन्छ। त्यसको बनावट पनि कुनै डल्लो किसिमको हुन्छ भने कुनै अलि लाम्चो तरिकाको, कुनै चाहिँ अलिकति चेप्टो साइजको नै हुन्छन्। त्यो थरी थरीको हुन्छ। अनि यो चाहिँ यस्तो खानेकुरा हो जसको चाहिँ हामीले फल पनि खानु मिल्यो, त्यसको जरा पनि खानु मिल्यो, त्यसको मुन्टा पनि खानु मिल्यो है। अनि एकदमै धेरै फाइदाजनक पनि खानेकुरा छ। अब यो के हो भनेर कुरा अगाडि बढाउनु अघि चाहिँ एकचोटि हाम्रो आफ्नै पनि परिचय दिउँ। म चाहिँ वनिता शर्मा, म एक स्वास्थ्य तथा पोषण अभियन्ता। म सोचाइ भन्ने संस्थामा काम पनि गर्छु र तपाईँको पनि एकचोटि परिचय दिनु। नमस्ते, मेरो नाम चाहिँ निर्मला तामाङ, शङ्खरपुर 8 कुमारचोकबाट। हामी विगत केही समयदेखि चाहिँ इस्कुस कृषि व्यवसाय गरिरहेका छौँ, खेती गरिरहेका छौँ। हजुर, कृषक हुनुहुन्छ र शङ्खरपुरबाट हुनुहुन्छ र अहिले चाहिँ हामीले अघि हाम्रो अडियन्सहरूलाई क्विज जस्तो छोडिदिएको थियौँ गेस गर्नुभयो कि गेस गर्नुभयो कि भएन। हामी चाहिँ आज इस्कुसको विषयमा छलफल गर्दैछौँ। इस्कुस भन्ने बित्तिकै मैले अहिले भर्खरैतिर चाहिँ सम्झेको घटना, एक त इस्कुस भने यस्तो कुरा हो जुन त्यो नजिकको तीर्थ हेला भने जस्तो अब हाम्रै पनि बारीमा पनि छ, छततिर पनि लहरा गइरहेछ, फलिरहेछ, काहीँ बाटोमा खसिरा पनि देखिन्छ होइन। अनि मेरो बुवा र आमा चाहिँ अहिले, मेरो बहिनी चाहिँ बङ्गलादेशमा अहिले काम गरिरहेछ। उसलाई भेट्न जानुभएको थियो कि दसैँ तिहार बिचमा। त उसलाई भेट्न जाँदा मान्छेले त के लिएर जान्छ नि त, मिठो मिठो खानेकुरा के ल्याइदेऊ भन्छ होला भनेर सोचिरहेको थियो। अनि मेरो बुवा आमाले चाहिँ उसको लागि इस्कुस बोकेर जानुभएको थियो क्या यहाँदेखि, घरमा फलेको भनेर। तपाईँले चाहिँ कसरी यो इस्कुसको व्यवसायमा लाग्नुभयो? अनि यो सम्बन्धी कुनै त्यस्तो रोचक घटना छ तपाईँसँग हामीलाई सेयर गर्न? म जन्मेकोदेखि इस्कुस भन्नेको चाहिँ मैले देखिरहेको, आफ्नै हातमा आफैले उगाइरहेकै कुरा हो होइन। तर इस्कुसमा त्यति धेरै हामीले अहिले यो हाम्रो समय परिवर्तन हुँदै आउँदाखेरि चाहिँ अलिकति यो इस्कुस खेती गरेर यति भएको छ भन्नेको चाहिँ पहिला म सानो हुँदाखेरि नि हामी पढ्ने क्रममा आमासँगै सानो एक धार्नी भए पनि बोकेर त्यहाँ साखुसम्म आउनुपर्छ क्या, बज्रियोगिनी जाने बाटो तल सालनदीसम्म। हामी बिहान 6 बजेदेखि उता घरदेखि भारी बोकेर हिँडेको ठाउँमा हामी 9:30 10 बजे मात्र साखु आइपुग्थ्यो। त्यतिको समयसम्म हामी त्यसरी त्यो इस्कुस बोकेर इस्कुसबाट केही गर्छु, उत्पादन लिन्छु र गुजारा टार्छु भन्ने तरिकाले हिँडिरहेको थियो भने अहिले चाहिँ त्यो आफ्नै आँगनमा रोड पुग्यो र रोड सँगसँगै त्यो तरकारी सङ्कलन गर्ने जुन व्यापारीहरू घरमै पुगेर चाहिँ हामीलाई त्यो आफ्नो बारीबाट टिपेर मात्रै निकालिदिनुपर्छ रोडमा, त्यही घरमै लिन आउने त्यो चाहिँ सुविधा भएको छ, सहज भएको छ अहिले चाहिँ। धेरै सहज भएको छ भन्नुभयो बाटोको कारणले गर्दाखेरि। र तपाईँको त झन् बच्चैदेखि नै इस्कुससँग एकदम राम्रो मेमोरी जोडिएको रहेछ है। अब यो इस्कुस खेती जब सुरु गर्नुभयो, अब एक त अहिले त तपाईँ घर पनि चलाइराख्नु भएको छ, तपाईँको 2टा बच्चाहरू पनि छ भनेर अघि मलाई भन्नु पनि भएको थियो। यहाँ अहिले भर्खर आउँदाखेरि पनि बिहान दाल भात तरकारी अचार बनाएर आएको छु भन्नुभयो होइन। अब यो घर व्यवहार सम्हाल्ने लगायत कृषिमा पनि जुन तपाईँ एक्टिभली काम गरिराख्नु भएको छ होइन, कस्तो चुनौतीहरू सामना गरिराख्नु भएको छ? अहिले हामी एउटा महिला भएर कृषकमा आबद्ध भएर काम गरिरहँदा अनि घर परिवारलाई पनि अनि एकतिर अलिकति के हुन्छ कि भन्ने तरिकाले कृषिमा आबद्ध भएर काम गरिरहँदा चुनौतीहरू त धेरै हुन्छन्। किनभने जुन पनि काम गर्दा जुन क्षेत्रमा पनि लाग्दा चुनौती नआइकन चाहिँ सफलता नपाइने रहेछ जस्तो बुझेको छ। किन भन्दा यो इस्कुस खेती हाम्रो 4 नम्बरदेखि 8 नम्बर एरियामा अहिले उता 2तिर पनि लगाइरहनु भएको छ। तर विशेष गरी पहिला धेरै फल्ने इस्कुसको मेन भनेकै 4 र 8मा हो। त्यो भइरहँदाखेरि पनि अहिले हामीलाई चाहिँ के भइरहेछ भन्दा जुन योजनाले इस्कुस खेतीमा लागिरहेका छौँ, कृषि अभियान त जसरी नै लागिरहेका छौँ, तर त्यो भनेको जस्तो हामीलाई एउटा मूल्य नपाएको कारणले गर्दा
जसमा हामी अब केही हुनुपर्छ भनेर लगानी गरिरहेका छौँ। एकतिर आफ्नो परिवार छ, बालबच्चा छ, अर्कोतिर अब त्यहीबाट जीविकोपार्जन किन अरूको देशमा पसिना बगाउने त यहीँ गरौँ भनेर लागिरहँदाखेरि नै अब भनेको जस्तो केही नभएको जस्तो, नपाएको जस्तो महसुस भइरहेको छ। चुनौतीहरूको कुरा गर्नुभयो होइन। पहिला सुरु चाहिँ त्योभन्दा अगाडि मैले के बुझ्न चाहेँ भने यो चाहिँ कुन सिजनमा लगाउनुहुन्छ होइन, अनि कहिलेदेखि फल्न थाल्छ, अनि कहिलेदेखि चाहिँ अब तपाईँले त्यो बिक्री वितरणको काम सुरु गर्नुहुन्छ? हामीले लगाउन चाहिँ अब मङ्सिरदेखि लगाइन्छ। नयाँ बोट लगायो भने मङ्सिर, पुस, माघ, फागुन, चैतसम्म लगाउँदाखेरि नि त्यसमा केही फरक पर्दैन। अलिकति पछाडि लगायो भने पछाडि उम्रिन्छन्, पछाडि फल्छ भन्ने मात्रै हो। तर हामीले यो एकचोटि लगाइसकेपछि राम्रो बिउ परेर त्यसमा केही रोग केही पनि लागेन भने चाहिँ हामीले त्यो एकचोटि लगाएपछि 2-3 वर्षसम्म त्यही एउटै बोटले फल दिइरहन्छ निरन्तर। अहिले चाहिँ केही समयदेखि चाहिँ पहिला त हामीले एउटा बोटले 10 वर्षसम्म त्यही बोटमा नफेरिकन त्यही बोटले उत्पादन दिइराख्थ्यो। अहिले चाहिँ त्यसमा पनि अब हरेक कुराहरू यताउति त्यो विषादीको कुराले होला, अरू तरकारीमा लगाएको विषादीको कारणले हो, या अब माटो बिग्रेर हो। त्यसले गर्दा चाहिँ अहिले चाहिँ अब यसपालि रोप्यो भने थोरैको नै अब 3 वर्ष मात्रै हुन्छ कि, नत्र भने चाहिँ त्योभन्दा बढी फल नदिने, बोटहरू बिग्रेर जाने, इस्कुस फले तापनि राम्रोसँग नफल्ने, त्यस्तो अनि भइरहेको फल्न हुन्छ। सुरु चाहिँ जेठबाट सुरु हुन्छ? जेठबाट सुरु हुन्छ। अब पुरानो बोट पोहोर साल लगाएको बोट छ भने जेठको पहिलो हप्तादेखि बेच्न सुरु गर्छन्। अहिले चाहिँ जस्तो तपाईँहरूले बेच्दा चाहिँ कति रकम पाइराख्नु भएको छ? अहिले हाम्रो केजीको 5 रुपियाँ पाउँछ। केजीको 5 रुपियाँ। अनि त्यही कुरा बजारमा आउँदा चाहिँ कति? बजारमा हामीले त्यही इस्कुस हामीले 5 रुपियाँ बेचिरहेछौँ। हाम्रै आफन्त काठमाडौँतिर छन् भने किन्दाखेरि उहाँले 25 रुपियाँ केजी पर्छ। भनेपछि बिचमा चाहिँ अझै पनि तपाईँहरूलाई धेरै चुनौती छ। आफ्नो सामग्रीको मूल्य पाउन चाहिँ अहिले पनि ठुलो चुनौती रहेको छ। जस्तो जेठदेखि फल्छ भने अहिले पनि मैले हेर्दा फाटफुट्ट चाहिँ देखिरहेको छु, इस्कुस अझै पनि देखिरहेको छु, फलिरहेछ। भनेपछि तपाईँहरूले जति उत्पादन गर्नुहुन्छ त्यो सबै बिक्री हुन्छ कि कति चाहिँ बिक्री नभएर जस्तो खेर जाने समस्याहरू पनि छ? बिक्री प्रायः जसो त बिक्री नै हुन्छन्, तर बिक्री भएको केही हाम्रो चाहिँ खेर नै बढी गइरहेको हुन्छ। किनभने त त्यहाँनिर अलिकति अब हामीले बजारसम्म लानु पर्दाखेरि त्यहाँनिर बोकेर ल्याउनु पर्ने हुन्छ। अब त्यो इस्कुसको घारीबाट टिपिने कुरा क्रममा त्यो केही भइहाल्यो भने अहिले लास्टसम्मै हल्का लिएर हुन्छन्, व्यापारीहरू लिन आउँछन् होइन भने पहिला त हाम्रो त्यही लास्टमा भनेको असोजसम्म बेचिन्छ, बोकेर ल्याएर साखुसम्म होइन। नत्र भने त त्यो बाँकी समय भनेको सबै त्यही गाईबस्तुलाई दिने, त्यत्तिकै भुइँमा लसरम्मै त्यत्तिकै छोडेरै त्यत्तिकै जान्थ्यो त्योहरू चाहिँ। त्यही त, यो चाहिँ कस्तो दुःख लाग्दो कुरा होइन। अब म एक पोषणै विषयमा पढेको विद्यार्थी पनि हो। त्यो कारणले गर्दाखेरि मैले नै जब पढेको थिएँ त्यो बेला चाहिँ इस्कुस भनेको अब सानैदेखि देखिरहेको कुरा, तर खासै त्यति मतलब नहुने, किनकि जुनसुकै बेला घरमा देखिसकेपछि त्यसको त्यो भन्छ नि नजिकको तीर्थ हेला भने जस्तो वास्ता नभए जस्तो लाग्थ्यो। तर यो चाहिँ यति पोषणले भरिपूर्ण हुँदो रहेछ होइन। यो एउटा इस्कुस आफैमै लगभग 95% चाहिँ पानी हुन्छ रहेछ है। अनि त्यो बाहेक चाहिँ यसमा थुप्रै मात्रामा भिटामिन मिनरल्सहरू पाउने रहेछ, र भिटामिन मध्ये पनि फोलेट भन्ने एक प्रकारको तत्त्व जुन चाहिँ विशेष गरी गर्भवती महिलाहरूलाई त नभई नहुने, किनकि यसले चाहिँ बच्चाको दिमाग र स्पाइनल कर्ड भन्ने बन्नलाई मद्दत गर्छ भने अब हामी जस्तो व्यक्तिहरूको लागि पनि यो अत्यन्तै महत्त्वपूर्ण रहेछ। किनभने यसले चाहिँ हामीलाई विभिन्न रोगहरूबाट पनि बचाउँछ होइन। जस्तो इस्कुसको हामीले मुन्टा खान्छौँ, त्यसमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ। फलमै पनि पर्याप्त मात्रामा फाइबरहरू पनि हुन्छ, सागमा पनि त्यही हुन्छ। अनि त्यो बाहेक हामीले चाहिँ यसबाट भिटामिन सी पनि पाउँदो रहेछौँ होइन। त्यो पनि शरीरको लागि अत्यन्तै महत्त्वपूर्ण कुरा भयो। त्यसले चाहिँ विशेष गरी यबाट कम क्यालोरी, कम कार्बोहाइड्रेट हुने हुँदाखेरि चाहिँ जस्तो कोही व्यक्तिलाई मुटुको समस्या छ, कोही व्यक्ति चाहिँ मधुमेह भएको छ, कसैलाई मुटुको रोग बाहेक ब्लड प्रेसरको समस्या छ भने सबै खालको व्यक्तिको लागि चाहिँ यो चाहिँ एकदम उत्तम
खानेकुरा रहेछ कि। अनि यदि कसैले चाहिँ आफ्नो तौल नियन्त्रण गर्न खोजिराख्नु भएको छ भने पनि इस्कुसले खाँदाखेरि चाहिँ त्यति साह्रो हाम्रो वेटमा पनि खासै फरक नपर्ने हुँदाखेरि यो चाहिँ यति लाभदायक कुरा रहेछ होइन। त हामीले चाहिँ यसलाई चिन्न नसकेको जस्तो लाग्यो कि। अब जरामा यति ऊर्जा शक्ति हुन्छ कि त्यो अब सानो बच्चाहरूको लागि हामीले लिटो जाउलो बनाउँदाखेरि पनि त्यसलाई उसिनेर मिचेर खुवाउन सकिने रहेछ। हामीले नै तरकारीहरू बनाएर पनि खान सकिने रहेछ। साग पनि उत्तिकै पोषक तत्त्वयुक्त र इस्कुस आफैमा यति पोषणले भरिपूर्ण कुरा रहेछ कि हामीले चाहिँ चिन्नै नसकेको रहेछ। अनि अघि हजुरले भनिरहँदा 5 रुपियाँ किलोमा चाहिँ बिक्री हुन्छ, आफूले बजार भाउ पनि नपाइरहेको, अझ कुनै सिजनमा बिक्री नहुँदा त हुन्छ नि गाईबस्तुलाई नै दिनु परेको सुन्दाखेरि चाहिँ यसको लागि के अतिरिक्त उपाय हुन सक्छ कि यसको व्यवसायीकरण गर्ने, त्यसको बारेमा पनि तपाईँले केही सोच्नु भएको छ? यस्तो सोचेछौँ कि अहिले चाहिँ अब हामीलाई इस्कुस जुन बिक्री नभइरहँदाखेरि अब हामीले भनेको जस्तो मूल्य नपाउँदाखेरि त्यसको चाहिँ कसरी चाहिँ इस्कुसको नयाँ प्रोडक्टहरू कसरी नयाँ तरिकाले चाहिँ बजारसम्म लान सकिन्छ र कसरी चाहिँ जुन अघि तपाईँले भन्नुभएको त्यो कुराहरू मलाई आफू नै कृषि क्षेत्रमा लागेर लगभग यो अहिलेको समयसम्म इस्कुस नै उत्पादन गरेर त्यही इस्कुसमा लडीबडी गरिराख्यो भने तर इस्कुसबाट के भिटामिन पाइन्छ र त्यसले के काम गर्छ भन्ने कुरा मलाई नै थाहा थिएन कि। त्यो बुझ्न नसक्दाखेरि पनि हामीले विशेष गरी सबैको घरमा इस्कुस खेती नगरेको भन्ने कोही पनि छैन। तर इस्कुस 1 केजी बेच्छु बरु 1 पाउ भए नि मासु किनेर खान्छु भन्ने त्यो सोसाइटी के त्यो दिमागमा परिरह्यो। किनभने हे इस्कुस जतिखेर नि आँगनमा देखिरहेको छ हे इस्कुस के खानु, इस्कुस मुन्टा के खानु भन्ने तरिकाले जे पनि बेच्ने बरु पैसा लिने। अनि त्यसले चाहिँ अब जुन मासुले त मासु शरीरको लागि चाहिन्छ हो, तर पनि त्यो मासु मात्रमा बढी खाएर त हाम्रो शरीरले पनि असर छ नि त। सन्तुलित हुनु त्यो पर्यो। कुरा नबुझेर चाहिँ इस्कुस भनेर चाहिँ आफ्नै आँगनमा भएपछि त्यसलाई नबुझेको। अनि यो खासमा भन्नुपर्दा त्यो इस्कुसबाट के भिटामिन पाइन्छ भन्ने कुरा कसैलाई थाहा थिएन। मेन गरी त मलाई नै थाहा थिएन यो कुराहरू। हजुर। इस्कुसको मुन्टाबाट के पाइन्छ अनि इस्कुसबाट कुन कुन परिकारहरू बन्छन् भन्ने कुरा मलाई नै थाहा थिएन। किन हाम्रो त त्यही काट्यो चना बनायो अथवा कि कहिलेकाहीँ त्यही डल्लो तरिका अचार जस्तो तरिकाले बनायो त्यही तरकारी बनाएर खाने मात्रै, अर्को केही परिकार त्यो इस्कुसबाट के परिकार बन्छ भन्ने कुरा थाहा थिएन। तर अहिले आएर हामीले इस्कुसको यति धेरै कुराहरू सोच्दै गर्दा बुझ्दै आउँदाखेरि चाहिँ इस्कुसबाट त हरेक कुरा हाम्रो शरीरको लागि मात्रै नभइकन हरेक क्षेत्रमा काम गर्ने चाहिँ इस्कुसको रहेछ नि त होइन, हरेक भिटामिन पाउनेदेखि। अनि त्यसले गर्दा हामी चाहिँ इस्कुसको अब कसरी चाहिँ अर्को नयाँ प्रोडक्ट बनाएर कसरी गर्न सकिन्छ भन्दाखेरि त्यही इस्कुसबाट इस्कुस सुकाएर चिप्स बनाउने अनि इस्कुस नै सुकाएर पिठो अनि त्यसको अब इस्कुसकै मस्यौराहरू होइन त्यस्तो बनायो भने चाहिँ एकदम बजारमा इस्कुस नहुँदाखेरि पनि त्यो इस्कुसबाट पाइने भिटामिन त रोक्न पाइँदैन नि त। किनभने जसले बुझ्छ त्यसले खान्छ नि त। त्यो अब यही इस्कुसको मस्यौरा भनेर हेला गर्नेले गर्छन्, तर इस्कुसबाट चाहिँ यो भिटामिन पाइन्छ है भनेर खानेलाई त ओ इस्कुसको मस्यौरा भने चाहिँ मेरो शरीरमा यो भिटामिन प्राप्त हुन्छ, म यो किनेर खोजेर भए नि खानुपर्छ भन्ने हुन्छ नि त। त्यसले गर्दा चाहिँ हामी इस्कुस नभएको समयमा हाम्रो अब अहिले मङ्सिरसम्म अलिअलि इस्कुस पाउँछ भने अहिलेसम्म इस्कुसको कोल्ड गरेर राखेर बिचको समयमा इस्कुस बेचेको भन्ने कहीँ रेकर्ड छैन कि। कालीमाटी बजारमा पनि त्यही जेठदेखि लास्टमा कार्तिकसम्म जति भने नि इस्कुस जुन दोकानमा पनि इस्कुसै भेटिन्छ, तर पछि गयो भने अर्को तरकारी मात्रै भेट्छ नि, इस्कुस भेटिँदैन। त्यसले गर्दा इस्कुसको कोलेस्ट्रल नभएको अवस्था अनि यो ग्राहकहरू सामुन्ने जसरी चाहिँ अब इस्कुसबाट भिटामिन पाइन्छ भन्ने बुझ्नेले त 24 घण्टा इस्कुस तरकारीमा बिहान बेलुका 1 छाक भए पनि इस्कुसको तरकारी खान पाए हुन्थ्यो भन्ने त्यो बुझाउनको लागि चाहिँ हामीले इस्कुसको पिठो अनि इस्कुसको चिप्स इस्कुसको मस्यौरा बनाएर चाहिँ कसरी ग्राहकसम्म पुर्यायो भने हामीलाई पनि किसान गर्नेहरूलाई खेती गर्नेलाई पनि त त्यसमा अलि हामीलाई फाइदा हुन्छ नि त। किनभने त्यसकै प्रोडक्टहरू बनाएपछि त्यही अनुसार हामीले अहिले 5 रुपियाँ केजीमा बेचिरहेछ भने त्यो 5 रुपियाँ केजीमा नबेचिकन त्यसलाई सुकाएर चिप्स बनाएर पिठो बनाएर मस्यौरा बनाएर बेच्यो भने त हामीलाई पनि त फाइदा हुन्छ किसानलाई पनि भन्ने तरिकाले चाहिँ सोचिरहेछु। एकदम कति राम्रो आइडियाहरू तपाईँले सेयर गर्नुभयो है। सायद धेरैले योतिर सोच्नु पनि भएको छैन कि हामीले बरु चाउचाउ या कुनै जुसको चाहिँ एडहरू यति देख्छौँ होइन, तर कहिले पनि हामीले राम्रो कुराको यसरी एड चाहिँ देखाएर हिँड्छौँ। र मलाई आशा छ कि जुन तपाईँहरूले सुरुवात गरिराख्नु भएको छ कि यो खेर जानुभन्दा बरु त्यसमा केही भ्याल्यु एड गरेर चाहिँ त्यसलाई बजारसम्म पुर्याउने जुन जमर्को गरिराख्नु भएको छ त्यो चाहिँ अत्यन्तै राम्रो आइडिया छ। र अहिले मैले देखिरहेको छु कि सहरी क्षेत्र मात्र होइन गाउँ गाउँमा पनि अलिकति यो
अर्ग्यानिक भन्ने शब्दहरू सुनिरहेछ हजुर, होइन। हजुर। अहिले धेरै जसो यो काठमाडौँमा देखेको पसलहरूले चाहिँ विषादी नमिसाएको होइन, आफ्नै स्थानीय रूपमा उत्पादन गरिएको खानेकुराहरूको प्रचार प्रसारको लागि, बिक्री वितरणको लागि पनि डिफ्रेन्ट स्टोरहरू पनि देखिरहेको छु। सो मलाई तपाईँले यो आइडियाहरू भनिराख्दाखेरि चाहिँ यसको लागि चाहिँ एउटा ठुलो मार्केट चाहिँ मैले अपर्च्युनिटी चाहिँ देखिरहेको छु होइन। तपाईँहरूले सुरुवात गरिसक्नुभयो जस्तो लाग्यो, किनकि अघि मलाई भन्दै हुनुहुन्थ्यो कि त्यो भवनहरू निर्माण हुँदैछ होइन। त्यसै गरी तपाईँले त्यो इस्कुसको पिठो, त्यसको चिप्स बनाउनको लागि त्यहाँ मसिनहरू पनि जोड्दै हुनुहुन्छ। यो चाहिँ सहयोग यो कसरी भइरहेको छ अहिले? यो हाम्रो सहयोग नेपाल महिला एकता समाज भन्ने एउटा संस्था हामीसँग जोडिन आइपुग्नु भएको थियो, जसमा विशेष गरी चाहिँ पिछाडिएका महिलाहरूकोलाई चाहिँ अब कसरी जुन अरूमा निर्भर भएका महिलाहरू आफै आफ्नो आत्मनिर्भर कसरी बनाउने भन्ने तरिकाले उहाँ त्यो सोसाइटीमा हामी बिच जुन उहाँहरूको जुन भेट भयो, त्यो कारणले गर्दा हाम्रो त्यो क्षेत्रमा भएका धेरै दिदीबहिनीहरूले चाहिँ लाभदायी कामहरू उहाँहरूले गरिरहनु भएको छ। अहिले यो इस्कुसको ड्राई भवन हाम्रो निर्माण भइरहेको छ सङ्घारपुर ८ कुमारचौक, त्यो आधारभूत हेल्पर्सको पछाडि। त्यो पनि उहाँहरूकै साथ र सहयोगबाट हाम्रै ४ र ८ को दिदीबहिनीहरूलाई फोकस गरेर र त्यो दिदीबहिनीहरूले गर्नुभएको जीविकोपार्जनको लागि दुःख गर्दै आउनुभएको त्यो इस्कुसको चाहिँ कसरी चाहिँ नयाँ प्रोडक्ट निकाल्ने र कसरी चाहिँ दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउने त भन्ने तरिकाले हामीसँग अहिले नेपाल महिला एकता समाज भन्ने एउटा संस्था हामीसँग जोडिनु भएको छ। उहाँकै साथ र सहयोगमा भवन निर्माण भइरहेको छ। अब त्यो भवन निर्माण भइसकेपछि मिसिनहरू पनि उहाँहरूले नै हामीलाई उपलब्ध गराएर हामीलाई त्यो चिप्स, मस्यौरा, चाना, त्यो हरेक इस्कुसको परिकारहरू बनाउने ऊ पनि ट्रेनिङ पनि हामीलाई दिनुभएको थियो। धेरै राम्रो काम सुरुवात भएको छ। यो जुन सुरु गरिराख्नु भएको छ नि, यसलाई चाहिँ अब जस्तो नेपाल सरकार या अन्य सङ्घ संस्थाहरूबाट कुनै किसिमको सहयोग छ या छ वा छैन, छ भने चाहिँ तपाईँलाई चाहिँ अहिले कस्तो किसिमको चाहिँ थप सहयोग आवश्यक छ? राज्यबाट चाहिँ कस्तो वातावरण भयो हुन्थ्यो? किनकि तपाईँहरू चाहिँ विदेश नगएर नेपालमै केही गर्छु भनेर अठोट लिएर बस्नु भएको छ। यसले त तपाईँहरूलाई आय आर्जनको माध्यमबाट पनि उत्थानको बाटोतिर पनि लम्किँदै हुनुहुन्छ होइन। त्यो हिसाबले सोच्दाखेरि चाहिँ राज्यबाट कस्तो सहयोगको अपेक्षा राख्नु भएको छ र अन्य पनि तपाईँलाई केही आज भन्न मन छ भने सेयर गरिदिनु। यस्तो राज्यबाट हामीले अपेक्षा त धेरै कुराको गरेको थियौँ होइन, तर अब अपेक्षा गर्न नै छोडेको हो कि जस्तो अवस्था भइरहेछ। हामी दिदीबहिनीहरूको चाहिँ सँगै काम गर्दा कुराकानी गरिरहँदा हामीले गरेको अपेक्षाहरूमा हाम्रो नेपाल सरकारको कुनै पनि ध्यान नगएको अवस्था भन्दाखेरि अब हामी जसरी नै कुनै पनि अन्तर्वार्ता लिइरहँदाखेरि कुराकानी गरिरहँदा म किसानको लागि यो गर्छु त्यो गर्छु, नेपाल मातृभूमि यस्तो त्यस्तो भनेर भाषणमा त हरेक कुरा गर्छन् होइन, तर त्यो कुरा गरिरहँदाखेरि टेबलमा गएर जसरी मिडियाको अगाडि बोल्नलाई सजिलो छ नि, त्यसै गरी त्यो जनता सामुन्ने गरिरहेको किसानहरूको अगाडि त्यो किसानको दुःख देख्ने नजरहरू उहाँको बन्द भइसकेको छ। मलाई किन यो महसुस हुन्छ भन्दा हामीलाई जुनसुकै कुरामा अब निर्वाचन हुँदैछ, निर्वाचन आयो भने घर घरमा दिदीबहिनीहरू नमस्कार भनेर हात जोड्दै आउँछन्, हरेक कुरा यो गरिदिन्छु त्यो गरिदिन्छु भन्छन्। तर हाम्रो त्यो ठाउँमा पनि जुन कुराको अपेक्षा हामीले गरेको थियौँ, जुन अहिले इस्कुसकै मात्र नभइकन हरेक तरकारी व्यवसायहरू गरिरहेका छन्, अनि जुनसुकै पदमा रहेको ठुलो व्यक्तिहरूले भए पनि त्यही किसानले पसिना चुहाएर बगाएको त्यो के अरे अन्न उत्पादन गरेकोदेखि तरकारी, अब एक कप चिया खाइन्छ भने त्यही किसानले उत्पादन गरेको दुधबाट खाइन्छ। तर कुनै पनि क्षेत्रमा चाहिँ भनेको जस्तो किसानले सरकारले केही पनि गर्न सक्नु भएको छैन। अहिले हामीलाई हेर्दाखेरि हामीलाई मात्रै इस्कुसको भनेको जस्तो भाउ पाएन, अनि इस्कुस यस्तो भयो भन्ने तरिकाले हामीले बुझ्छौँ भने, तर हामीले सबैको नजर सबैतिर हाम्रो मनले हेऱ्यो भने कुनै पनि क्षेत्रमा चाहिँ त्यो सन्तुष्टि, किसानले सन्तुष्टि मानेको ठाउँ चाहिँ कहीँ पनि भेटिँदैन। दुध व्यवसाय गर्छु भनेर पशुपालन गरे पनि त्यसमा नै अब डेरीवालालाई फाइदा छ, त्यो किसानलाई केही नै छैन। अनि जुन आएको फाइदा फाइट भए त्यो लिटर भन्दा पनि अब फाइटको हिसाबले पैसा दिन्छ, डेरीमा लग्यो भने, होटेलमा लग्यो भने लिटरको हिसाबले पैसा दिन्छ। तर जुन क्षेत्रमा गएर पनि हामी किसानलाई नै घाटा भइरहेको छ। नेपाल सरकारले साँच्ची नै हाम्रो अरू देश जस्तो हाम्रो पनि विकसित देश बनाउँछु नेपाल भन्ने यस्तो हो भनेर चिनाउनु पर्छ भन्ने तरिकाले
सरकारले सोच्नुहुन्छ भने सुरुदेखि चाहिँ हामीले किसानसँग चाहिँ उहाँहरू आबद्ध भइरहेको पहिला सुरुमा चित्त बुझ्दो काम र किसानले सही चिजको सही मूल्य पायो भने चाहिँ हाम्रो नेपाल पनि साँच्ची नै भने जस्तो नेपाल हुन्छन् जस्तो लाग्छन्। तर नेपाल सरकारको खोइ त्यो सोच कतिखेर आउने हो होइन। हामी त अहिले अब भनेको आफूले गरेको चिजको कसरी कहिले मूल्य पाउँछ भन्ने कुरै थाहा छैन कि। अहिले हामीले इस्कुस मात्र नभइकन हाम्रो सामूहिक खेतीमा टनेल गरिरहेका छौँ। त्यसमा अहिले हाम्रो सिमी छ, लसुन, साग, गोलभेडा, काउलीहरू छन्। तर त्यो भइरहँदाखेरि पनि हामीले जुन गाउँघरमा गरिरहेको उत्पादनलाई चाहिँ आफ्नै गाउँघरको दिदीबहिनीहरूले पनि नचिनेको अवस्था। अनि त्यसले गर्दाखेरि अहिले चाहिँ अघि तपाईँले कुरा गर्नुभयो अर्ग्यानिकको कुरा, अरू सबै तरकारी हेरेर अर्ग्यानिक एकदम राम्रो अर्ग्यानिक भनेको इस्कुसै हो। किनभने त्यसमा कुनै पनि विषादी हालिँदैन। हाल्ने भनेको त्यही हामीले अहिले झोलमलहरू हालिरहेका छौँ। हामीले झोलमलहरू बनाउन सिकाउनु भएको थियो। पहिला चाहिँ त्यही बजारबाट ल्याएको विषादी मात्रै हाल्थ्यो भने अहिले हाम्रो त्यो तरकारीहरूमा पनि किराको लागि अनि त्यसलाई युरियाको मात्रामा दिने पनि त्यही झोलमाल प्रयोग गरेर हामीले अर्ग्यानिक बनाउन खोजिरहेका छौँ। हाम्रो नेपाल सरकारले चाहिँ के गरिदियोस् जस्तो लाग्छ भने मलाई, जुन पनि क्षेत्रमा, चाहे दुधको क्षेत्रमा होस्, चाहे यो धान चामलको क्षेत्रमा होस्, चाहे जुनसुकै तरकारीको क्षेत्रमा पनि एउटा मूल्य निर्धारण गरेर चाहिँ एउटा नगरदेखि अर्को नगरसम्म पुर्याउन चाहिँ उहाँले व्यवस्था गरिदियोस्। जसरी अब हाम्रो सङ्घारपुर भरिमा सबै ओडामा इस्कुस छैनन्, कुनैमा उखु उत्पादन हुन्छन्, कुनै ठाउँमा कागती उत्पादन हुन्छन् भनेदेखि त्यो ओडामा पनि छुट्टा छुट्टै प्रकारका तरकारीहरू उत्पादन भइरहेका छन् जसमा हामीलाई युज हुनुपर्ने घराइसी युज हुने कुराहरू भनेदेखि एउटा नगरपालिकाले एउटा नगरभित्र भएको तरकारीहरू जुन पनि तरकारी जुन किसानले आफ्नो हुन्छ 1 केजी होस् 2 केजी होस् त्यो नगरपालिकाले मूल्य निर्धारण गरेर चाहिँ त्यो एउटा नगरदेखि अर्को नगरसम्म पुर्याउने व्यवस्था। अनि त्यो मूल्यमा चाहिँ तलमाथि नभइकन यो चाहिँ मेरो बिक्री भएन भन्ने तरिकाले त्यो किसानले त्यस्तो दुःख मनाउन नपर्ने अवस्था भयो भने चाहिँ साँच्चीकै किसानले अब जसरी विदेशमा नगएर यहीँ गर्छु भन्ने त्यो किसानको सपना चाहिँ साकार हुन्छ कि भन्ने सोचिरहेको छ। हजुर, एकदमै राम्रो मेसेज, एकदमै पावरफुल किसिमको मेसेज दिनुभएको छ भर्खरै। आशा छ अहिले हाम्रो हेरिराख्नु भएकोमा राज्यका प्रतिनिधिहरू पनि हुनुहुन्छ जसले देखिरहनु भएको छ तपाईँले भोगिरहनु भएको चुनौती र तपाईँ एउटा प्रतिनिधि पात्र हो होइन। नेपालभरिमा थुप्रै महिलाहरू चाहिँ कृषिमा आबद्ध हुनुहुन्छ। हामीले आफ्नो देशलाई प्राउडली भन्छौँ हामी कृषि प्रधान देश हो, तर यही देशमा हुन्छ नि हाम्रो बालीदेखि थालीसम्म पुर्याउने कृषकहरूकै त्यो किसिमको सम्मान नहुँदा, मूल्य निर्धारणमा समस्या, ढुवानीमा समस्या हुँदाखेरि चाहिँ यो सबै चाहिँ खाद्य प्रणालीलाई सुदृढीकरण गर्न चाहिँ अब निर्वाचन पनि आउँदैछ भन्नुभयो, सायद उहाँहरूले चाहिँ यो आफ्नो प्रायोरिटीमा पनि राख्नुहुन्छ। र मलाई लाग्छ कि आजको यो छलफलले चाहिँ एउटा हुन्छ नि हेला गरिएको तरकारी कति महत्त्वपूर्ण छ, कति पोषणयुक्त छ र यसैबाट चाहिँ व्यवसायीकरण गरेर चाहिँ आय आर्जनको बाटो पनि छ भन्ने चाहिँ एउटा उदाहरण तपाईँले प्रस्तुत गर्नुभएको छ। र मलाई चाहिँ म आफैलाई पनि अब मेरो हजुरबुवा पनि एकदम कृषिमा लागिरहनु भएको छ होइन। र उहाँहरूलाई देख्दा, तपाईँलाई देख्दा, तपाईँले आफ्नो कथाहरू भनिराख्दाखेरि चाहिँ यो देशमा गर्न चाहने आँटहरू धेरै छ, तर त्यसको लागि चाहिँ सहयोगी वातावरण चाहिँ सहज वातावरण चाहिँ हुनु पर्यो। र अझै महिलाहरूको खण्डमा त झनै जरुरी छ, किनभने हामी चाहिँ घर व्यवहार सम्हाल्ने लगायत अहिले त बजार हेर्नेदेखि लिएर आफ्नो खेतबारी हेर्ने सबै काम गरिरहेछौँ। धेरै पुरुषहरू विदेशमा पनि हुनुहुन्छ, त्यसले गर्दाखेरि पनि अब कृषिमा चाहिँ महिलाहरूको अझै सहभागिता बढिरहेको छ। तर त्यो सहभागिता बढेसँगै मलाई लाग्छ कि जुन जग्गा छ त्यसमा पनि उहाँको पहुँच हुनु पर्यो, ऋण लिने अवस्थामा उहाँको पहुँच हुनु पर्यो, त्यो सम्बन्धी व्यवसाय सम्बन्धी निर्णय गर्ने कुरामा पहुँच हुनु पर्यो होइन। खालि खेतबारीमा काम गर्ने एउटा लेबरको रूपमा मात्र होइन कि एउटा चाहिँ इम्पावर्ड महिलाको रूपमा चाहिँ कृषकहरूले चाहिँ त्यो पहिचान दिइराख्नु भएको छ। र त्यसलाई बढावा दिने चाहिँ हामीहरू जस्तो सङ्घ संस्थाहरू भयो या राज्यले चाहिँ त्यो चाहिँ गर्नुपर्छ भन्ने लाग्यो। र म आफै एउटा पोषण अभियन्ता भएको भएर मेरो पनि त्यो एउटा दायित्व हो कि तपाईँहरूले गरिराख्नु भएको राम्रो काम चाहिँ सकेसम्म धेरै
महिला दिदीबहिनीहरूमा पुर्याएर एउटा किसिमको इन्सपिरेसन चाहिँ सुरुवात गरौँ होइन। अब हामी आजको छलफलको अन्तिमतिर पनि आइसकेको छौँ। तपाईँलाई अन्तिममा केही मेसेज दिन मन छ? जस्तो अहिले धेरै किसानहरूले हेरिराख्नु पनि भएको छ होला र महिलाहरू जो चाहिँ यो क्षेत्रमा लाग्न चाहिराख्नु भएको छ, त के गर्ने कसो गर्ने आँट छैन, उहाँहरूलाई केही भन्न चाहनुहुन्छ? उहाँहरूलाई म के भन्छु भने हामीले अरूको भरमा भन्दा पनि आफ्नै भरमा बाँच्न सिक्नुपर्छ। मेन कुरो पहिला सुरुमा परिवारमा सबैजना सदस्य हुन्छन्, तर अहिलेको समयमा आउँदाखेरि हामी महिलाहरूलाई हेर्ने नजर धेरै ठाउँमा धेरै परिवर्तन भइसकेको छ। विशेष गरी हाम्रो ठाउँमा पनि पहिला जुन हामी महिलाहरू एकछिन 5 मिनट भए नि समय देऊ न भन्दाखेरि दिदीबहिनीसँग भेट्ने समय हुँदैन। मेरो बच्चा बित्यो, मेरो खेतमा, मेरो बारीमा, मेरो वस्तु भन्दै समय बित्थ्यो। तर आफ्नो लागि कसरी समय छुट्याउने र आफू कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरामा चाहिँ मेन गरी धन्यवाद चाहिँ नेपाल महिला एकता समाजले दिन्छ। किनभने जसरी उहाँहरूसँग आबद्ध भएपछि हामीले आफ्नो कुरा कसरी राख्ने र अरू सामान्य आफ्नो सोच विचारहरू राखेर चाहिँ आफूले पाउने हक अधिकारहरू कसरी खोज्ने त भन्ने कुरामा त्यो मेन उहाँहरूको साथ र सहयोगले हामीले आफूले बुझिरहँदाखेरि पनि बोल्ने आँट भइरहेको छ नि, त्यो भित्रदेखि ऊर्जा छ नि, त्यो ऊर्जा दिने काम चाहिँ नेपाल महिला एकता समाजले गर्नुभएको छ। जुन कि पछाडि परेका दिदीबहिनीहरूलाई बोल्न अनि आफ्नो मन लागेका कुराहरू, अनि त्यसले गर्दाखेरि हामीले जब आफू घरबाट निस्किँदैन भने कसैले घरमै आएर तिम्रो लागि लाऊ भनेर दिने चाहिँ कोही पनि हुँदैन। हामीलाई पाउनुपर्ने अधिकार छ भने हामी आफै निस्किनु पर्यो, आफू जागरुक हुनु पर्यो होइन। त्यसले गर्दा अनि हामी सबै कुरा अहिले अघि तपाईँले भन्नुभयो जस्तो नेपाल सरकारबाट के सरकारी निकायहरूबाट के अपेक्षा गर्नुभएको छ भन्दै गर्दाखेरि हामीलाई पहिला यो यसरी जुन आजको स्थानमा यो हामीले बोलिरहेको छौँ, यो देख्दाखेरि साँच्चीकै कुनै किसानी दिदीबहिनीहरूले देखिरहँदाखेरि हामी जस्तो किसानले पनि यसरी गर्न बोल्न सक्छ र त्यहाँ त गएर ठुल्ठुला नेताहरूले मात्रै, मन्त्रीहरूले मात्रै, ठुल्ठुलो व्यक्तिले मात्रै त्यसरी पो अन्तर्वार्ता दिन्छन्। हामी जस्तो इस्कुस खेती गर्ने नै यसरी दिँदो रहेछन् है भन्ने तरिकाले नि यो एउटा नयाँ तरिकाले बुझ्नुहुन्छ होइन। अनि किनभने यो बुझ्ने उहाँहरूलाई हामी महिला पनि यति गर्न सक्छौँ है, अगाडि बढ्नुहोस्। अनि किन भन्दा हामीलाई अरूले हेरेको नजर कस्तो छ भनेर सोच्नुभन्दा पनि पहिला आफ्नो नजर आफूले परिवर्तन गर्नुपर्छ। जहाँसम्म मलाई लाग्छ हामीले अरूबाट राम्रो होस् भन्ने चाहन्छौँ भने हामीले पनि आफूले पनि राम्रो व्यवहार गर्नुपर्छ भन्ने मलाई त्यो सोच लाग्छ। त्यसले गर्दा अहिले हामीलाई हरेक ठाउँबाट पहिला एउटा महिलालाई एउटा निर्वाचन आउँदाखेरि मात्रै आमा दिदीबहिनी नमस्कार गर्नुहुन्थ्यो भने अहिले हाम्रो त्यो ठाउँमा सङ्घारपुर हाटमा त्यही प्रतिनिधिहरू चाहिँ ओहा मने डाँडाको दिदीबहिनीहरू भनेर नमस्कार उहाँहरूले गर्ने योग्यको हामीलाई चाहिँ त्यो स्थानमा अहिले हामी पुगेका छौँ। किन भन्दा पहिला त बाटोमा हिँड्दा ठोकिन लाग्ने, ओ अध्यक्षज्यू, ओ मेयर साहब नमस्कार गर्नुपर्थ्यो भने अहिले त वाउ फलान ठाउँको दिदीबहिनीहरूमा चाहिँ यति सक्रिय छन् है, के कृषक काम यसरी गरिरहेका छन् भनेर उहाँहरूले हामीले गर्नुपर्ने नमस्कार उहाँहरूले चाहिँ वाउ फलाना दिदीबहिनीहरू नमस्ते, आउनुहोस् न, नगरपालिकामा आउनुहोस्, ओडामा आउनुहोस् भनेर त्यो भनिरहनु भएको छ। त्यो के को कारणले भन्दा हामीले गरेको त्यो कृषिको उहाँहरूले देख्नु भएर जुन कार्य हामीले गरिरहेका छौँ त्यो, त्यसले गर्दा हामीले अरूलाई देखाउनको निम्ति आफू सक्षम हुनको निम्ति पहिला आफै आत्मनिर्भर हुनुपर्ने रहेछ। त्यसले गर्दा जुन दिदीबहिनीहरू जहाँ रहेर किसान खेती गरिरहनु भएको छ, तरकारी व्यवसायमा लागिरहनु भएको छ, यसले मूल्य पाएन भनेर गरिरहेको कुरामा मूल्य नपाउँदाखेरि साँच्चीकै मन त दुखिहाल्छ नै। किनभने त्यहीबाट जीविकोपार्जन गर्नुपर्छ र त्यहीबाट अलिकति आफ्नो परिवारलाई साथ र सहयोग हुन्छ कि भनेर दिनरात नभनिकन चिसो तातो केही नभनिकन त्यही तरकारी बारीमा लागिरहेका हुन्छौँ, तर भनेको जस्तो मूल्य नपाउँदाखेरि साँच्ची नै उहाँको आत्मामा ठेस त पुग्छ। तर ठेस पुगे पनि एकचोटि लडेर उठ्न खोजेन भने त्यो लडे हुन्छ। जति लड्यो त्यति आफू उठ्न सकिन्छ र म हिँड्छु भन्ने सङ्घर्षमय आफ्नो जीवनमा हुनुपर्छ भनेर सबैजना चाहिँ आफूले गरिरहेको कर्म नछोड्नुहोस् र सही मूल्य पाउँछु र म यसरी नेपाल सरकार सामुन्ने चाहिँ मेरो यो गरिरहेको तरकारीको मूल्य पाउनको निम्ति म यसरी चाहिँ राज्यको अगाडिसम्म मेरो यो कुरा राख्छु भन्ने तरिकाले चाहिँ अगाडि बढ्नुहोस् भन्न चाहन्छु। एकदमै मिठो गरी भनिदिनु भयो, यति राम्रो पोजिटिभ मेसेज पनि दिनुभएको छ र तपाईँले भनेको कुरा एकदम मनमा छोएको चाहिँ पहिला हामी आत्मनिर्भर हुनु पर्यो होइन। र जब महिला आत्मनिर्भर हुन सक्छिन् तब उनले चाहिँ आफू मात्र होइन कि आफ्नो परिवार, आफ्नो समुदायलाई नै माथि उठाउन सक्छिन्। र विशेष गरी कृषक महिलाहरू भनेको हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड नै हुनुहुन्छ र उहाँले चाहिँ अहिले कृषिमा चाहिँ जुन किसिमको परिवर्तनहरू ल्याइराख्नु भएको छ, नयाँ नयाँ कुराहरू गरिराख्नु भएको छ, जस्तै तपाईँले
इस्कुसकै उदाहरणमा दिनुभयो। यसले गर्दाखेरि नै हाम्रो देश चाहिँ अब अगाडि बढ्न सक्छ भन्ने लागेको छ। र यति भन्दै आजको छलफललाई पनि हामी यहीँ टुङ्ग्याउँ होला। ठ्याक्क मेरो चाहिँ अब खाना खाने बेला नि भयो। अब यति धेरै इस्कुसको कुरा गरेर छौँ हामीले, घर घर इस्कुसै खानुपर्छ जस्तो लाग्यो होइन। तपाईँलाई चाहिँ मनपर्ने तरिका कसरी हो खाँदाखेरि? इस्कुस मलाई त अचार बनाउँदाखेरि नि एकदम मिठो लाग्छ। जसरी हामीले तरकारी बनाउँदाखेरि जुन मुलाहरूको अचार राखिन्छ नि बट्टामा, त्यसै गरी इस्कुस काट्यो, काँचो इस्कुस काटेर अनि त्यसमा अलिकति केही मसलाहरू राखेर बट्टामा हालेर अचार बनाउँदाखेरि एकदम मिठो हुन्छ। त्यो अलिकति दाल बनाएर त्यो अचार खाँदाखेरि एकदम बेटर हुन्छ। अनि त्यो इस्कुस मजासँग फ्राई गरेर मात्रै खाँदाखेरि नि एकदम बेस्ट लाग्छ मलाई चाहिँ। आज चाहिँ म फ्राई गरेर खान्छु है। हस्, थ्याङ्क यू निर्मलाजी, एकदम रमाइलो भयो तपाईँसँग गफ गरेर। आशा छ तपाईँको जुन व्यवसाय छ त्यसमा अझै धेरै सफलता मिलोस् र हामीले पनि छिटै नै तपाईँले जुन नयाँ नयाँ पनि प्रडक्टहरू ल्याउँदै हुनुहुन्छ त्यो पनि चाख्न पाऊँ है त। हस्, थ्याङ्क यू, नमस्ते।